Hey students, today in this session we are going to study about the hydrological cycle or hydrologic cycle. Hydrologic cycle भनेको के हो त? अब यस टर्मिनोलोजीबाटै हामीले बुझ्न सक्छौं साइकल भन्ने टर्म आएपछि यो चाहिँ यसको बिगिनिङ र एन्ड हुँदैन है, कन्टिन्युअस मुभमेन्ट भइरहेको हुन्छ भनेको द कन्टिन्युअस मुभमेन्ट अफ वाटर on above and below the surface of the earth. अर्थको सर्फेसमा त्यसको माथि र तल चाहिँ वाटरको कन्टिन्युअस मुभमेन्ट भइरहेको हुन्छ, त्यसैलाई हामी के भन्छौं त हाइड्रोलोजिक साइकल भन्छौं. Since the water cycle is truly a cycle, there is no beginning or end. Water can change the states among the liquid, vapor and ice at the various places in the water cycle. Liquid, vapor र ice तीनटा है, यो लिक्विड, सोलिड र ग्यास तीनटा स्टेजमा चाहिँ आफ्नो स्टेट चेन्ज गर्न सक्छ वाटरले. यो हामीले थाहा भएकै विषयवस्तु रह्यो. सन प्रोभाइड्स इनर्जी रिक्वायर्ड टु पावर द हाइड्रोलोजिक साइकल. सनले अरु प्रोसेसमा जस्तै इनर्जीको चाहिँ एउटा चाहिँ मेजर चाहिँ सोर्सको रूपमा काम गर्छ हाइड्रोलोजिकल साइकलमा पनि. अब यो फिगरमा यो हाइड्रोलोजिक साइकलको फिगरमा हामीले हेर्यौं भने सोलर इनर्जी जुन चाहिँ इनर्जीको सोर्स भयो है सन. अब हामीले कम्पोनेन्टहरु हेर्दै जाँदाखेरि वाटर बडीबाट के हुन्छ त सोलर इनर्जीको कारणले गर्दाखेरि इभ्यापोरेसन फ्रम ल्यान्ड एन्ड द वाटर है. त्यसैगरी प्लान्टहरुले ट्रान्सपिरेसन गर्छ, गरिसकेपछि त्यो वाटर भ्यापर चाहिँ माथि गएर माथि कन्डेन्सेसन भइसकेपछि प्रेसिपिटेसन हुन्छ र त्यो सर्फेस रन अफ, त्यसपछि केही तल जमिन तल जान्छ इन्फिल्ट्रेसन, फेरि त्यहाँबाट पर्कुलेसन हुँदै ग्राउन्ड वाटरमा जान्छ है. यसरी यो चाहिँ साइक्लिक रूपमा है, यो साइक्लिक रूपमा चाहिँ तपाईको यी यसका कम्पोनेन्टहरु चाहिँ फंक्सनिङ भइरहेका हुन्छन्. यसैलाई हामी हाइड्रोलोजिक साइकल भनेर भन्छौं. अब हाइड्रोलोजिक साइकल को अध्ययन गर्दा हामीलाई यो वाटर बजेट इक्वेसनको बारेमा ज्ञान हुनु जरुरी छ. किन भन्दाखेरि जब यो साइक्लिक रूपमा चाहिँ चलिरहेको हुन्छ यसमा खास गरी इनपुट र आउटपुटको ब्यालेन्स भइरहेकै हुन्छ. भनेको इनपुट वाटर भोल्युम इज इक्वल टु आउटपुट भोल्युम प्लस चेन्ज इन द स्टोरेज. त्यो भन्नुको मतलब के हो भने जस्तो प्रेसिपिटेसनबाट चाहिँ वाटरको इनपुट भइरहेको हुन्छ है, त्यो वाटर चाहिँ आउटपुट केमा जान्छ त भनेको रन अफ को रूपमा जान्छ, कति ग्राउन्ड वाटर फ्लोको रूपमा जान्छ, कति इभ्यापोरेसनको रूपमा जान्छ, कति ट्रान्सपिरेसनको रूपमा जान्छ र कति चाहिँ चेन्ज इन स्टोरेज. फर एक्जाम्पल कुनै पनि लेकमा चाहिँ पानीको लेभल चाहिँ घटबड भइरहेको हुन्छ नि है, हो त्यो भनेपछि प्रेसिपिटेसन इज इक्वल टु रन अफ, ग्राउन्ड वाटर फ्लो, इभ्यापोरेसन, ट्रान्सपिरेसन प्लस चेन्ज इन स्टोरेज. इनपुट वाटर भोल्युम भनेको प्रेसिपिटेसन इज इक्वल टु आउटपुट भोल्युम भनेको यिनीहरु प्लस चेन्ज इन द स्टोरेज भयो. इट इज कॉल्ड द वाटर बजेट इक्वेसन. अब यो हाइड्रोलोजिक साइकल अध्ययन गर्नको लागि चाहिँ किन इम्पोर्टेन्ट छ त भन्दाखेरि अर्थको 2/3 पार्ट चाहिँ खास गरी वाटरले कभर गरेको छ, जसमा 97.5% के छ त साल्ट वाटर छ है. फ्रेश वाटर कम छ भनेपछि फ्रेश वाटरमा पनि मेजोरिटी अफ द फ्रेश वाटर इज बिहाइन्ड आवर रिच, हाम्रो पहुँच भन्दा टाढा छ, जस्तै फ्रोजन इन्टु ग्लेसियर्स एन्ड पोलर क्याप्स. सो द वाटर साइकल is the natural circulation of water on earth, the constant circulation of water between atmosphere, land and sea. र हामीले प्रयोग गर्न सक्ने जुन चाहिँ फ्रेश वाटर छ त्यसको चाहिँ विभिन्न प्रोसेसहरु हाइड्रोलोजिक साइकलको जस्तै इभ्यापोरेसन, ट्रान्सपिरेसन
रन अफ, इन्फिल्ट्रेसन, यी सबै चाहिँ तपाईँको चाहिँ के छ भने ल्यान्डको प्रोडक्टिभिटी, भेजिटेसन लगायत अरू चाहिँ तपाईँको बायोलोजिकल कम्पोनेन्टहरूको लागि उत्तिकै इम्पोर्टेन्ट छ युटिलिटी पर्सपेक्टिभबाट पनि है। त्यो कारणले गर्दाखेरि वाटर साइकल or hydrological cycle is so important.